हेलो लासो फ्याफुल्ला गाइज वेलकम टु माई फर्स्ट मिनी ब्लग होइन। म चाहिँ जलेश्वरमा आएको नुहाउनको लागि एक्लै छु होइन। अब जलेश्वरबाट घरस्थानसम्म के भ्यू देख्छ म भन्छु है त तपाईँहरूलाई। म हिँडिरहेको छु अहिले एक्लै टुई टुई हिँडेँ होइन। यो राम्रो नजारा देख्न सक्नुहुन्छ। फेरि एक्लै हिँडेँ, त्यहाँबाट मन्दिर देखेँ, चण्डेश्वरीको मन्दिर है गाइज त्यो चाहिँ। फेरि हिँडेँ म टुई हिँड्दैछु एक्लै अल्छी लागेर होइन। के गर्नु साथी छैन, एक्लै हिँडेँ टक्क लाएर होइन। भ्यू चाहिँ दामी आइरहेछ है। अनि टक्क हिँड्दै गएँ अनि अनुहार हेर्न सक्नुहुन्छ है साथीहरू, एकदमै अल्छी लागिरहेछ। टुई एक्लै टोलाउँदै। यो चाहिँ पिकनिक स्पट चण्डेश्वरीको। अब यहाँबाट हिँडेँ म चण्डेश्वरीको गेटमा, हेर्न सक्नुहुन्छ कुकुरले स्वागत गरिरहेछ मेरो। छिरेँ म टक्क लाएर ढोगेँ, संस्कारी केटो म 1 2 3 होइन। टक्क लाएर फेरि यता झरेपछि गएँ अनि त्यहाँ चाहिँ हाम्रो चण्डेश्वरीको भैरवको पेन्टिङ ढोगेँ। अनि ऐनामा त हिरै देख्छ होला न त, हिँडेको त ऐनामा त कालै देख्यो। त्यसपछि हिँडेँ म फेरि हिँडेँ टाउको कनाएँ होइन। थुक्नु मन लाग्यो थुक्दिएँ एकचोटि। फेरि हिँडेँ म, यो चाहिँ चण्डेश्वरीको गेट है। टक्क लाएर हिँडेँ म फेरि वरपर गर्दै दायाँ बायाँ हेर्दै टुई एक्लै हाँस्दै होइन। टक्क लाएर हिँडेँ अनि हामी अहिले शिर मेमोरियल हस्पिटल आइपुग्यो। शिर मेमोरियल हस्पिटलबाट फेरि म हिँडेँ तल टक्क लाएर दायाँ बायाँ हेरेर मान्छेहरूको भिड हेरेर होइन। फर्स्ट टाइम मिनी भ्लग गरेर होला यस्तरी लात लाग्ने कि कन्फिडेन्स छैन। यो चाहिँ अब हाम्रो घुगिचल माथिको देउताको मूर्ति हो। नाम चाहिँ थाहा छैन, नाम थाहा हुनेहरूले भनिदिनु है। टक्क लाएर झरेँ म अनि हिँडेँ फेरि दायाँ बायाँ खिचेँ एक्लै मुख बिगार्दै ट्वाइ गर्दै हिँडेँ होइन। अब के गर्नु, हिँड्न त हो नि। अब हिँड्यो रोड हिँड्यो अनि हामी ठ्याक्क चण्डेश्वरी जाने बाटो आइपुग्छ है। त्यो पुरानो बजारै भनौँ न बनेको होइन। टक्क लाएर दायाँ बायाँ हेर्दै हातमा मोबाइल बोक्दै ट्वाइ अल्छी लाग्दै हिँड्दैछु हिँड्दै नै अब गणेशस्थान पनि आइपुग्ला है साथीहरू। यो अब मेरो फर्स्ट मिनी भ्लग हो, के कस्तो कमजोरी हो भनिदिनु होला। यो चाहिँ गणेशस्थान मन्दिर भनेको चोक ल है त। बाई बाई।